आदरणीय प्रधानाध्यापकज्यू, सम्माननीय शिक्षक शिक्षिकाज्यूहरू र यहाँ उपस्थित हुनुभएको विवेचक समितिका सदस्यज्यूहरू र अभिभावकज्यू तथा प्रिय विद्यार्थी भाइ बहिनीहरू, आज मिति 2082 साल माघ महिनाको 9 गते शुक्रबारका दिन श्री पञ्चमीको पावन अवसरमा श्री कुशेश्वर माध्यमिक विद्यालय ढप्सारमा विधिवत रूपमा प्रथम पटक सरस्वती माताको मूर्ति स्थापना गर्न गइरहेका छौँ। यो पावन कार्यक्रममा सबैको शान्त, अनुशासित र श्रद्धायुक्त सहभागिताका लागि हार्दिक अनुरोध गर्दछु। अब हामी शुद्धिकरणको मन्त्रबाट कार्यक्रम प्रारम्भ गर्नेछौँ। यो ऐतिहासिक कार्य सफल होस्। जय सरस्वती माता। ओम पवित्र पवित्रो वा सर्वावस्थागतोऽस्मि यं स स्मरते पुण्डरीकाक्षं स भ्रमाये भयन्तर शुचि। यसको अर्थ हामी सबै मानिसको आत्मा शुद्ध हुनुपर्छ, शुद्ध होस्। यदि हाम्रो अशुद्ध आत्मा छ भने आजकै दिनदेखि हाम्रो आत्मा शुद्ध होस् भनेर भगवान विष्णुको शरणमा हामी एकदमै उहाँको पावन अवसरमा हामी भित्र भएको एकदमै अशुद्ध मनलाई बाहिर ल्याउने र हाम्रो भित्र र बाहिर सबै सम्पूर्ण रूपमा हामीले स्वस्थ र शुद्ध हुनुपर्छ भन्ने नै हो। त्यसैले गर्दाखेरि सरले कर्ताको रूपमा काम गर्दै हुनुहुन्छ। शङ्कर सरले के गरिदिनु पर्यो भने अब जललाई यसमा छर्किदिनु पर्यो। सुरुमा अङ्कराबाट हजुर। ओम पवित्र पवित्र सर्वस्वागत सबै य स्मरेत पुण्डरीकाक्षं स भ्रमाये भयन्तर शुचि। ल अब दीप प्रज्वलन गरिदिनु हुनका लागि अनुरोध गर्दछु सरलाई। यसैमा अगाडिपट्टि नै गरिदिनु पर्यो। ओम शंभु करोतु कल्याणम आरोग्यम धन संपदा शत्रु बुद्धि विनाशाय दीपज्योति नमस्तुते। ओम शंभु करोतु कल्याणम आरोग्यम धन संपदा शत्रु बुद्धि विनाशाय दीपज्योति नमस्तुते। यसको अर्थ यो दीपले सबैको कल्याण, सबैको दीर्घ स्वास्थ्य समृद्धि प्रदान गरोस् र नकारात्मक विचारको नाश गरोस् भन्ने हो यस मन्त्रको मूल अर्थ। ओम दीपज्योति प्रमा बरमा दीपज्योति जनार्दन। प्रार्थना गर्नु थियो, बिन्ती गर्नुहोस् प्रार्थना। सबै विद्यार्थी भाइ बहिनीले बाहिर प्रार्थना गर्नु होला हात जोडेर। ओम दीपज्योति प्रमा बरमा दीपज्योति जनार्दन दीपो हरतु मे पापम सन्ध्या दीप नमस्तुते। यसको भावार्थ भनेको दीपको ज्योति जस्तै परमा बर्मा हो। यसले हामी सबैको पापलाई नाश गरोस् भनेको हो। अब हामी कलश पूजाको मन्त्र वाचन गर्न गइरहेका छौँ। अब कलशको पूजा गर्नका लागि सबै भाइ बहिनीहरूले बाहिर आफ्नो स्थानबाट एकदमै बिन्ती गरेर चाहिँ भावनामा एकदमै सरस्वती माताले सम्झेर एकदमै डुब्नु होला है। भावमा डुब्नु होला, भावमा एकदमै। ओम गंगे च यमुने चैव गोदावरी सरस्वती नर्मदे सिन्धु कावेरी। ओम गंगे च यमुने चैव गोदावरी सरस्वती नर्मदे सिन्धु कावेरी। यसको अर्थ के हो भने सबै पवित्र नदीहरू यस जलमा बास गरून् भनेर नदीलाई हामीले सम्झिने हो, त्यसमा महासागरहरूलाई सम्झिने हो। अनि तपाईँ सरले के गर्नु पर्यो भने कलशलाई छोएर चाहिँ दर्शन गर्नु पर्यो। अब चाहिँ हामी कलश स्थापना गर्दाखेरि हामीले अब अलिकति अन्तिममा आएका छौँ। यसको ओम कलशय मुख्य विष्णु बिन्ती गरेर कुश चाहिँ हातमा लिनुहोस्, फुल चाहिँ लिनुहोस् है, दुबो पनि समात्नु होला हातमा। अब त्यसलाई यहाँ सरस्वती मातामा टच गर्नु होला, अगाडिपट्टि टच गरेर ओम कलशय